नबोलिएका कथाहरूबाट लुकेर बाँचेका पलहरूमा रमाएको खुसी अनि एकमुठी माया। नमस्ते, म विकास दिवातपाङ राई, आकाश याङगाङ दक्षिण सिक्किमबाट। आज मेरो कविताको श्रृङ्खला एउटा नियम क्रमशःको पहिलो भाग तपाईहरु समक्ष लिएर आइरहेको छु। स्वीकार्नुहोला मेरो कविता एउटा नियम क्रमशः भाग 1। छालहरूले हजारौं थोपा पिलाए तापनि बगरहरू यहाँ तिर्खाएका छन्, बालुवाहरू तिर्खाएकै छन्। छालहरूले हजारौं थोपा पिलाए तापनि बगरहरू यहाँ तिर्खाएका छन्, बालुवाहरू तिर्खाएकै छन्। हरेक बसन्तले प्रत्येक साल हरियाली ल्याउँछ, तर कोइली उनै बिलाउन छोड्दैन, न्याउली नरोई हुँदैन अनि गोलसिमलको पीडाले धुम्म लागेको हुस्से समेत रुवाउँछ। हरेक बसन्तले प्रत्येक साल हरियाली ल्याउँछ, तर कोइली उनै बिलाउन छोड्दैन, न्याउली नरोई हुँदैन अनि गोलसिमलको पीडाले धुम्म लागेको हुस्से समेत रुवाउँछ। सुन्नलाई त सुनिन्छ यहाँ हजारौं आवाजहरू, सुन्नलाई त सुनिन्छ यहाँ हजारौं आवाजहरू, जस्तै झरनाको झरझर, चरीको चिरबिर अनि किराको टर टक टक टक। सुन्नलाई त सुनिन्छ यहाँ हजारौं आवाजहरू, जस्तै झरनाको झरझर, चरीको चिरबिर अनि किराको टर टक टक। तर ती सब भाषालाई बुझ्न सक्ने गिदी अझसम्म जन्मिएको छैन, सायद जन्मिँदैनन् पनि। तर ती सब भाषालाई बुझ्न सक्ने गिदी अझसम्म जन्मिएको छैन, सायद जन्मिँदैनन् पनि, किनकि उही बगर, कोइली अनि गोलसिमलको पीडा, किनकि उही बगर, कोइली अनि गोलसिमलको पीडा। उफ। यहाँ एउटा प्रहरमा पहिरो जान्छ, बतास आउँछ अनि सिङ्गो बस्तीलाई उजाड पारिदिन्छ। फेरि अर्को प्रहरमा नयाँ बस्तीको सृजना हुन्छ, उस्तै बसन्त र कोइली, तिर्खा र बगर अनि पीडा लुकेको आवाज, गोलसिमल गोलसिमल। यहाँ एउटा प्रहरमा पहिरो जान्छ, बतास आउँछ अनि सिङ्गो बस्तीलाई उजाड पारिदिन्छ। फेरि अर्को प्रहरमा नयाँ बस्तीको सृजना हुन्छ, उस्तै बसन्त र कोइली, तिर्खा र बगर अनि पीडा लुकेको आवाज, गोलसिमल गोलसिमल। यसरी नै चल्छ, चलिरहन्छ युग युगान्तर। यसरी नै चल्छ, चलिरहन्छ युग युगान्तर। सूर्यको प्रकाश रहेसम्म, धरतीको आयु रहेसम्म अनि मानवीय जीवन रहेसम्म, सम्मै। यसरी नै यो चलिरहन्छ, चलिरहन्छ युग युगान्तर। सूर्यको प्रकाश रहेसम्म, धरतीको आयु रहेसम्म अनि मानवीय जीवन रहेसम्म, सम्मै। उसरी नै बालुवाहरू पनि तिर्खाउँछ, बसन्त आउँछ, कोयली, कुक्कु र न्याउली, बिचारा गोलसिमल। उसरी नै बालुवाहरू पनि तिर्खाउँछ, बसन्त आउँछ, कोयली, कुक्कु र न्याउली, बिचारा गोलसिमल। धन्यवाद। तपाईलाई यो कविता कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला, जबकि तपाईको प्रतिक्रिया नै मेरो प्रेरणाको स्रोत हो। अर्को एपिसोडमा फेरि भेट्नेछु, तबसम्मलाई बिदा दिनुहोस्। धन्यवाद।